यहाँ आइज न छिटो यहाँ आइज नतान्न किन तानेको र उता त छिटो आइज न हेर त यहाँ के अरे हाम्रो घरमा त आएको मलाई 5 दिनलाई पुग्ने मासु बनाएको खै तेरो घरमा के पकाएको छ खै देखा त तेरो घरमा तेरो घरमा त के हो यस्तो पुरा साग पाकेको छ यो कहिले गयो छ्यामा फाल्दे यस्तो फाल्दे अरू त ठिकै हो कि अन्दै ए भगवान् तर तेरो घरमा कहिल्यै पनि यो आधा मुला के अरे आधा मुला कहिल्यै पनि छुट्दैन कि म त त्यही हाँसो लाग्छ भनेको यार तेरो घरमा यार कस्तो यो आधा मुलाले तेरो कहिल्यै पनि छोड्दैन ए भगवान् म त आधा मुलाको फाइदा यो आधा मुलाले नि है कस्तो मजाको पात आउँछ भाइ ठुस पात सुन्दा पनि कस्तो आनन्दै आउँछ भाइ कहिले कहिले आफ्नै पात आफैले